है सीधा कट गऱ्यौँ। अब हामीलाई गाइडलाइन भयो है, गाइडलाइन हाम्रो दुवै साइडमा भयो है। अब यो फुल स्यागीमा चाहिँ हाम्रो कति डिग्रीमा हुन्छ त 360 डिग्री भनेको है, यो पुरै हुन्छ। स्टेप जम्प हुन्छ है यसमा। अब स्टेप जम्प कसरी हुन्छ तपाईँहरूको, यो कपाललाई हामीले गाइडलाइन त बनायौँ, यो गाइडलाइन भयो है। अब यताको हेयरलाई तपाईँहरूले सँगैको हेयरलाई के गर्नु पर्यो, यता ल्याएर कट गर्नु पर्यो है। यताको सँगैको हेयरलाई कहाँ ल्याएर कट गर्नु पर्यो, यता ल्याएर कट गर्नु। एक स्टेप जम्प भयो, यहाँबाट यहाँ जम्प भयो है। अब त्यसपछि अलिकति पछाडिको हेयरलाई फेरि कहाँ ल्याउनु पर्यो। अब फर्स्ट त यहाँ भयो नि हाम्रो, सेकेन्ड हाम्रो यहाँ हुन्छ है, थर्ड कता हुन्छ यता है। थर्ड त्यही हो, फर्स्टमा यहाँ हुन्छ अनि सेकेन्डमा यहाँ हुन्छ अनि थर्डमा यहाँ। अनि एक एक स्टेप जम्प पछाडिको जति जति कपाल लिन्छौँ हामीले अगाडि ल्याएर काट्ने, अगाडि ल्याएर काट्ने। एक स्टेपमा फेरि दुई यस्तो गरेर पछाडिसम्म ल्याउनु भएन, एक स्टेप अगाडि अगाडि ल्याउनु पऱ्यो है। कहाँ छ त गाइडलाइन, यहाँ छ है। अब हामी छेउको गाइडलाइन जहिले हामी पिक्चरबाट जान्थ्यौँ, आज हामी छेउको गाइडलाइन यहीँबाट हामी यसरी ठ्याक्क तपाईँहरूले के गर्नु, जहाँनिर यहाँनिर एङ्गल पक्रेको छ तपाईँहरूको रिङ फिङ्गरमा ठ्याक्क पक्रेको थियो भने उताबाट काट्दा पनि ठ्याक्कै रिङ फिङ्गरमै हुनु पऱ्यो है। तपाईँहरूको एङ्गल जहाँ छ उताको एङ्गल पनि सेम नै हुनु पऱ्यो, वान साइड एङ्गल जता छ त्यही साइड हुनु पऱ्यो है। यो कट गऱ्यौँ है। अब आउँदाखेरि हाम्रो ठ्याक्क यो सर्ट हुनु पऱ्यो अनि तलको